हेलो एभ्रिवान, सबै सम्पूर्णलाई नमस्कार। आफ्टर अ लङ टाइम पछि आज छुट्टी यानि कि सटरडे एन्ड सन्डे कम्पनीको होलिडेज बिदा। सो घुम्ने समय मिल्यो र यही अवसरमा यो छोटो भिडियो क्लिपहरू पनि लिन मन लाग्यो है। दक्षिण कोरियामा चाहिँ अहिले एकदमै गर्मी बढेको अवस्था चाहिँ छ। सबैले आफ्नो ख्याल गरौँ है। 그다음에 이제 다 와서 आजको यो प्रचण्ड गर्मी भए तापनि यो वरिपरिको हरियाली दृश्यहरू हामीले देख्न सक्छौँ र यो हरियाली दृश्यहरू हैन सिनहरू देखिरहँदा पक्कै पनि एउटा शीतलताको महसुस हामी तपाईँले लिन सक्छौँ। म चाहिँ एकदमै प्रचण्ड गर्मी भइरहेको छ र बेला बखत हिँड्दै यो शीतलता चौतारा अनि यो रुख बिरुवाहरूको छारीमा बस्दै हिँडिरहेको छु है। एकदम रमाइलो इन्जोय रिफ्रेस भइरहेको छु। म आज एक्लै नै घुमिरहेको छु। एक्लै घुम्न पनि फाल्टै एक प्रकारको आनन्द हैन महसुस लिन सकिन्छ। साथीभाइहरूको एक प्रकारको भेटघाट हैन रमाइलो त छँदैछ। साथमा कहिलेकाहीँ यसरी हिँड्नु यसरी जे छ इन्जोय गर्नु नै पर्छ हैन। मलाई चाहिँ यसरी हिँड्न यसरी इन्जोय गर्न आफ्नै तरिका आफ्नै पाराले पनि गर्न एकदमै मनपर्छ। ओके, फाइनल्ली म त्यो समतल फाँट हुँदै र बिस्तारी उकालो चढ्दै यो एउटा सुन्दर यो हामी तपाईँले देख्न सक्छौँ यो सुन्दर पहाडभित्रको काखमा म आइपुगिसकेको छु। एकदमै इन्जोय रमाइलो भइरहेको छ। मन्द हावा चलिरहेको छ है। यी ठाउँ हैन यी सिन यी डाँडा पाखा हैन यी हरियाली हेरिरहँदा एकदमै यो ठाउँले चाहिँ मलाई अहिले गाउँघरको याद दिलायो र दिलाइरहेको छ हैन। यो सुन्दर अनि यस्तो मनमोहक दृश्यहरू हेरिरहँदा मलाई मात्र नभएर जो कोहीलाई पनि पक्कै पनि मन लोभ्याउँछ है। त्यसैले पनि जो कोही पनि आउन चाहनुहुन्छ भने हैन सम्पर्क गर्नुहोला। यो लोकेसन म पक्कै पनि तपाईँहरूलाई बताइदिनेछु है। साँच्चीकै सुन्दर मनमोहक एकदमै रमाइलो शीतल महसुस गर्ने ठाउँ छ है गाइज भन्दै आजलाई म बिदा हुन चाहन्छु है। See you. Thanks for watching the video. Hi guys.